जब म सानो थिएँ, मेरो परिवार विदेशमा बस्थ्यो। म केही वर्ष इन्डोनेसियामा बसेँ र मेरी आमा उहाँसँग मलाई त्यहाँ पठाउने पैसा थिएन जहाँ सबै अमेरिकी बच्चाहरू स्कुल जान्थे। तर उहाँलाई लाग्यो कि मलाई अमेरिकी शिक्षा अनुसार अगाडि बढ्न जरुरी छ। त्यसैले उहाँ आफैले मलाई सोमबारदेखि शुक्रबारसम्म अतिरिक्त पढाउने निर्णय गर्नुभयो। तर उहाँ आफू पनि काममा जानुपर्ने भएकोले उहाँसँग समय बिहान 4:30 बजेको मात्र उपलब्ध थियो। तर जब म गुनासो गर्थेँ, मेरी आमा मलाई एक नजर हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, यो मेरो लागि पनि सजिलो छैन छोरो। मलाई थाहा छ कि तपाईहरूमध्ये केही अझै पनि स्कुल फर्कन गाह्रो मान्दै हुनुहुन्छ, तर म आज यहाँ छु किनभने म तपाईहरूसँग यसै बारेमा एउटा महत्त्वपूर्ण कुरा गर्न चाहन्छु। जब म 2 वर्षको थिएँ, मेरो बुबा हामीलाई छोडेर जानुभयो र म एकजना एकल आमाद्वारा हुर्काइएँ, जसले काम गर्नुपर्थ्यो र कहिलेकाहीँ बिलहरू तिर्न खूब सङ्घर्ष गर्नुपर्थ्यो। सधैँ हामीलाई ती कुराहरू दिन सक्नुहुन्नथ्यो जुन अरू बच्चाहरूसँग थिए। कहिलेकाहीँ मलाई बुबाको अभाव खड्किन्थ्यो, कहिलेकाहीँ म एक्लो महसुस गर्थेँ र मलाई लाग्थ्यो म मेल खान्न। त्यसैले म स्कुलमा सधैँ ध्यान केन्द्रित गर्न सक्दिनथेँ। मैले केही त्यस्ता कुराहरू गरेँ जसमा मलाई गर्व छैन र म सोच्नुभन्दा बढी समस्यामा परेँ र मेरो जीवन सजिलै बिग्रन सक्थ्यो। तर म भाग्यमानी थिएँ। मैले धेरै पटक दोस्रो मौका पाएँ। म कलेज र कानुनको युनिभर्सिटी जान पाएँ र मेरो सपनालाई पछ्याउन पाएँ। मेरो श्रीमती, हाम्रो फर्स्ट लेडी मिसेल ओबामाको पनि यस्तै कथा छ। उहाँका आमाबुबाले कहिल्यै कलेज जानुभएको थिएन र उहाँहरूसँग धेरै पैसा पनि थिएनन्। तर उहाँहरूले कडा मेहनत गर्नुभयो र उनले पनि कडा मेहनत गरिन् ताकि उनी यो देशका सबैभन्दा राम्रा स्कुलहरूमा जान सकुन्। तपाईहरूमध्ये केहीसँग सायद त्यस्ता अवसरहरू नहोलान्। सायद तपाईँको जीवनमा त्यस्ता अभिभावकहरू छैनन् जसले तपाईँलाई आवश्यक मात्रामा समर्थन गर्दछन्। सायद तपाईँको परिवारमा कसैले आफ्नो जागिर गुमाएका छन् र पैसा पर्याप्त मात्रामा उपलब्ध छैन। सायद तपाईँ त्यस्तो समाजमा बस्नुहुन्छ जहाँ तपाईँ सुरक्षित महसुस गर्नुहुन्न वा तपाईँका साथीहरूले तपाईँलाई त्यस्ता कामहरू गर्न दबाब दिइरहेका छन् जुन तपाईँलाई थाहा छ कि ठिक होइनन्। सायद तपाईँ एक महान लेखक बन्न सक्नुहुन्छ। सायद यति राम्रो कि तपाईँ कुनै प्रसिद्ध किताब नै लेख्न सक्नुहुन्छ वा अखबारमा लेखहरू लेख्न सक्नुहुन्छ। तर तपाईँलाई त्यो त्यति बेलासम्म थाहा नहुन सक्छ जबसम्म तपाईँले आफ्नो इङ्ग्लिस पेपर लेख्नुहुन्न जुन तपाईँलाई शिक्षकले गृहकार्य दिनुभएको थियो। सायद तपाईँ एक इनोभेटर वा इन्भेन्टर बन्न सक्नुहुन्छ। सायद यति राम्रो कि तपाईँ अर्को आइफोन वा नयाँ मेडिसिन वा भ्याक्सिन बनाउन सक्नुहुन्छ। तर तपाईँलाई त्यो त्यति बेलासम्म थाहा नहुन सक्छ जबसम्म तपाईँले आफ्नो साइन्स क्लासको प्रोजेक्ट गर्नुहुन्न। सायद तपाईँ मेयर वा सेनेटर वा सुप्रिम कोर्ट जस्टिस बन्न सक्नुहुन्छ। तर तपाईँलाई त्यो तबसम्म थाहा नहुन सक्छ जबसम्म तपाईँ स्टुडेन्ट गभर्नमेन्ट वा डिबेट टिममा सामेल हुनुहुन्न। र तपाईँ जीवनमा जे गर्न चाहनुहुन्छ, म ग्यारेन्टी दिन्छु कि तपाईँलाई त्यसका लागि आधारभूत शिक्षा चाहिन्छ। तपाईँ डाक्टर बन्न चाहनुहुन्छ वा टिचर वा पुलिस अफिसर। तपाईँ नर्स बन्न चाहनुहुन्छ वा आर्किटेक्ट, लयर वा हाम्रो मिलिटरीको मेम्बर। ती सबै करियरहरूको लागि तपाईसँग राम्रो आधारभूत शिक्षा हुनु आवश्यक छ। तपाईँ स्कुल छोडेर सिधै राम्रो जागिरमा जान सक्नुहुन्न। तपाईँले त्यसका लागि तालिम लिनुपर्छ, काम गर्नुपर्छ र सिक्नुपर्छ। र यो कुरा तपाईँको जीवन र भविष्यको लागि मात्र महत्त्वपूर्ण छैन। तपाईँले आफूलाई प्राप्त शिक्षाबाट आफूलाई के बनाउनुहुन्छ भन्ने कुराले यो देशको भविष्य निर्धारण गर्नेछ। अमेरिकाको भविष्य तपाईँमाथि निर्भर छ। तपाईँ अहिले स्कुलमा जे सिकिरहनु भएको छ त्यसले निर्धारण गर्छ कि हामी एक राष्ट्रको रूपमा भविष्यमा आइपर्न सक्ने सबैभन्दा ठूला चुनौतीहरू सामना गर्न सक्छौँ वा सक्दैनौँ। तपाईँले साइन्स र म्याथमा सिक्ने ज्ञान र प्रब्लम सल्भिङ स्किल्स चाहिन्छ क्यान्सर र एड्स जस्ता रोगहरूको उपचार गर्न, नयाँ एनर्जी टेक्नोलोजिज विकसित गर्न र हाम्रो वातावरण जोगाउन। तपाईँले हिस्ट्री र सोशल स्टडिजमा प्राप्त गर्ने इन्साइट्स र क्रिटिकल थिङ्किङ स्किल्स चाहिन्छ गरिबी, क्राइम र भेदभावसँग लड्न र हाम्रो देशलाई अझै न्यायी र स्वतन्त्र बनाउन। तपाईहरूले सबै कक्षामा विकास गर्ने क्रिएटिभिटी र इन्जिन्युइटी चाहिन्छ नयाँ कम्पनीहरू बनाउन जसले नयाँ रोजगारीहरू सृजना गर्नेछन् र हाम्रो इकोनोमीलाई झन मजबुत बनाउनेछन्। हामी तपाईहरू प्रत्येकजनाबाट तपाईँको ट्यालेन्ट, स्किल र बुद्धिमत्ता विकास गर्न चाहन्छौँ ताकि तपाईहरूले हामी जस्ता पुराना पुस्तालाई हाम्रो सबैभन्दा गाह्रा समस्याहरूको समाधान गर्न मद्दत गर्न सक्नुहोस्। तपाईँले त्यो गर्नु भएन भने, यदि तपाईँ स्कुल छोड्नुभयो भने तपाईँले सबैभन्दा पहिले आफूले आफूलाई मात्र हराउनु भएको होइन, तपाईँले आफ्नो देशलाई पनि हराउँदै हुनुहुन्छ। मलाई थाहा छ कि स्कुलमा राम्रो गर्न सबैको लागि सजिलो हुन सक्दैन।
मलाई थाहा छ कि तपाईहरूमध्ये केहीको जीवनमा अहिले त्यस्ता चुनौतीहरू छन् जसले तपाईँको स्कुल वर्कमा ध्यान केन्द्रित गर्न गाह्रो पारिरहेका छन्। म महसुस गर्न सक्छु कि त्यस्तो कस्तो हुन्छ। तर आखिरमा तपाईँको हालत के छ, तपाईँ कसरी देखिनुहुन्छ, तपाईँ कहाँबाट आउनुभएको छ, तपाईँसँग कति पैसा छ, तपाईँको घरमा के भइरहेको छ, यी सबै कुराहरू तपाईँको होमवर्क नगर्नुको वा स्कुलमा गलत एटिट्युड राख्नुको बहाना बन्न सक्दैनन्। त्यो तपाईँको शिक्षकसँग बदमासी गर्नु, क्लास बङ्क गर्नु वा स्कुल छोड्ने बहाना हुनै सक्दैन। सफलताको लागि प्रयास नगर्नुको कुनै बहाना हुँदैन। तपाईँ अहिले जहाँ हुनुहुन्छ त्यसले तपाईँ अन्त्यमा कहाँ पुग्नुहुन्छ भन्ने कुरा निर्धारण गर्दैन। तपाईँको भाग्य अरू कसैले लेख्दैनन्, किनभने यो देशमा तपाईँ आफ्नो भाग्य आफै लेख्नुहुन्छ। तपाईँ आफ्नै भविष्य बनाउनुहुन्छ। यही कुरा तपाईँहरू जस्ता युवाहरूले अमेरिकाभरि प्रत्येक दिन गरिरहनु भएको छ। त्यही भएर आज म तपाईँहरू प्रत्येकलाई आफ्नो शिक्षा सम्बन्धी लक्ष्यहरू तय गर्न र ती पूरा गर्न सक्ने जति सक्दो प्रयास गर्न आह्वान गर्दछु। तपाईँको लक्ष्य केही सरल कुरा हुन सक्छ, जस्तै सबै होमवर्क गर्नु, क्लासमा ध्यान दिनु वा प्रत्येक दिन केही समय किताब पढ्न छुट्याउनु। सायद तपाईँले कुनै एक्स्ट्रा करिकुलर एक्टिभिटीमा सामेल हुने वा आफ्नो कम्युनिटीमा भलन्टियर गर्ने निर्णय गर्नुहुन्छ। सायद तपाईँले त्यो निर्णय गर्नुहुन्छ कि तपाईँ आफ्ना ती साथीहरूको पक्षमा उभिनुहुन्छ जसलाई उनीहरू को हुन् वा कस्तो देखिन्छन् भन्ने आधारमा जिस्काइन्छ वा दुःख दिइन्छ, किनभने तपाईँलाई पनि मलाई जस्तै विश्वास छ कि सबै युवाहरूले अध्ययन र सिकाइका लागि सुरक्षित वातावरण पाउनुपर्छ। सायद तपाईँले आफ्नो अझ राम्रोसँग हेरचाह गर्ने निर्णय गर्नुहुन्छ ताकि तपाईँ झन बढी सिक्न तयार रहन सक्नुहोस्। तर तपाईँ जे गर्न सङ्कल्प गर्नुहुन्छ, म चाहन्छु कि तपाईँ त्यसमा प्रतिबद्ध हुनुहोस्। म चाहन्छु तपाईँ साँच्चीकै कडा मेहनत गर्नुहोस्। म जान्दछु कहिलेकाहीँ तपाईँले टिभीबाट यस्तो जानकारीहरू पाउनुहुन्छ कि तपाईँ मेहनत नै नगरी धनी र सफल हुन सक्नुहुन्छ, कि तपाईँको सफलताको टिकट भनेको र्याक गर्नु, बास्केटबल खेल्नु वा रियालिटी टिभी स्टार बन्नु हो। तर वास्तवमा सम्भावना यो छ कि तपाईँ तीमध्ये कुनै पनि कुरा बन्नुहुन्न। साँचो कुरा के हो भने सफल हुन गाह्रो हुन्छ। तपाईँले पढ्ने प्रत्येक विषय तपाईँलाई मनपर्ने छैन, तपाईँका सबै शिक्षकहरूसँग तपाईँको राम्रो सम्बन्ध हुन्छ भन्ने छैन, सबै होमवर्क असाइनमेन्ट्स तपाईँको जीवनसँग सम्बन्धित हुनेछ भन्ने छैन, र तपाईँले पहिलो पटक प्रयास गर्दा सबै कुरामा सफल हुनुहुनेछ भन्ने पनि छैन। ठिकै हो, संसारका धेरैजसो सफल मानिसहरू नै ती हुन् जसले धेरै असफलता भोगेका छन्। J.K. रोलिङ, जसले ह्यारी पटर लेखिन्, उनको पहिलो ह्यारी पटर किताब प्रकाशन हुनुअघि 12 पटक अस्वीकृत भयो। माइकल जोर्डनलाई उनको हाई स्कुल बास्केटबल टिमबाट निकालियो। उनले आफ्नो करियरमा सयौं खेल हारे र हजारौं शट मिस गरे। तर उनले एकपटक भनेका थिए, म मेरो जीवनमा बारम्बार असफल भए र त्यसैले म सफल भए। यी मानिसहरू सफल भए किनभने उनीहरूले बुझेका थिए कि तपाईँले तपाईँका असफलताहरूले तपाईँलाई परिभाषित गर्न दिनुहुन्न। तपाईँले तपाईँका असफलताहरूलाई तपाईँलाई सिकाउन दिनुपर्छ। तपाईँले तिनीहरूलाई देखाउन दिनुपर्छ कि अर्को पटक तपाईँले के फरक गर्नुहुनेछ। त्यसैले यदि तपाईँ समस्यामा पर्नुहुन्छ भने त्यसको अर्थ तपाईँ ट्रबल मेकर हुनुहुन्छ भन्ने होइन। यसको अर्थ हो कि तपाईँले अझ राम्रो व्यवहार गर्न बढी प्रयास गर्नु आवश्यक छ। यदि तपाईँले खराब ग्रेड पाउनुभयो भने यसको अर्थ तपाईँ मूर्ख हुनुहुन्छ भन्ने होइन। यसको अर्थ तपाईँले अझ धेरै सिक्नु आवश्यक छ। कोही पनि कुनै कुरामा जन्मजात सिपालु हुँदैन। तपाईँले मेहनत गरेर मात्र कुशलता प्राप्त गर्नुहुन्छ। तपाईँ कुनै नयाँ खेल पहिलो पटक खेल्दा भार्सिटी एथलिट बन्नुहुन्न। तपाईँले कुनै गीत गाउने पहिलो पटकमै सबै नोट ठिक लगाउन सक्नुहुन्न। तपाईँले अभ्यास गर्नै पर्छ। यही सिद्धान्त तपाईँको स्कुल वर्कमा पनि लागू हुन्छ। तपाईँले कुनै म्याथ प्रब्लम सही गर्न केही पटक कोसिस गर्नुपर्ने हुन सक्छ। तपाईँले केही कुरा बुझ्नका लागि केही पटक पढ्नुपर्ने हुन सक्छ। तपाईँले कुनै लेख राम्रो बनाएर बुझाउन योग्य बनाउन केही ड्राफ्ट्स त गर्नै पर्छ। प्रश्न सोध्न नडराउनुहोस्। तपाईँलाई आवश्यक परेको बेला सहयोग माग्न नडराउनुहोस्। म पनि प्रत्येक दिन सहयोग मागिरहेको हुन्छु। सहयोग माग्नु कमजोरीको चिन्ह होइन, त्यो बलियोपनको चिन्ह हो, किनभने त्यसले देखाउँछ कि तपाईँमा साहस छ, तपाईँलाई केही थाहा छैन भन्ने स्वीकार गर्न र त्यसपछि केही नयाँ सिक्न। त्यसैले तपाईँले विश्वास गर्ने कुनै अडल्ट खोज्नुहोस्, अभिभावक, हजुरबुवा हजुरआमा, शिक्षक, कोच वा काउन्सिलर, र उहाँहरूलाई तपाईँको लक्ष्य पूरा गर्ने मार्गमा रहन सहयोग माग्नुहोस्। र जब तपाईँ सङ्घर्ष गर्दै हुनुहुन्छ, हतोत्साहित भइरहनु भएको छ र तपाईँलाई लाग्छ अरूले तपाईँमाथि आशा त्यागिसकेका छन्, त्यो बेला पनि आफूलाई कहिल्यै नत्याग्नुहोस्।
किनभने जब तपाईँ आफूलाई त्याग्नुहुन्छ तपाईँले आफ्नो देशलाई पनि त्याग्नुहुन्छ। अमेरिकाको कथा ती मानिसहरूको बारेमा होइन जसले कठिनाई आएको बेला हार माने। त्यो कथा ती मानिसहरूको हो जो अगाडि बढिरहे, जसले अझ कडा प्रयास गरे, जसले आफ्नो देशलाई अत्याधिक माया गरे र त्यसले गर्दा उनीहरू कहिल्यै कम प्रयासमा सीमित रहेनन्। यो कथा ती स्टुडेन्ट्सको हो जो 250 वर्षअघि तपाईँहरू जस्तै कुर्सीमा बसेका थिए, जसले क्रान्ति गरे र यो राष्ट्रको स्थापना गरे। युवा स्टुडेन्ट्सहरू जसले 75 वर्षअघि तपाईँहरूको स्थानमा बसेर आर्थिक मन्दी पार गरे, विश्व युद्ध जिते, नागरिक अधिकारको लागि लडे र चन्द्रमामा मानव पठाए। ती स्टुडेन्ट्सहरू जसले 20 वर्षअघि तपाईँहरूको स्थानमा बसेर गुगल, ट्विटर र फेसबुक स्थापना गरे र हामीले एक अर्कासँग सम्पर्क गर्ने तरिका नै बदले। त्यसैले आज म तपाईँ सबैलाई सोध्न चाहन्छु कि तपाईँको योगदान के हुनेवाला छ? तपाईँले कुन समस्याहरू समाधान गर्नुहुनेछ? तपाईँले के खोज गर्नुहुनेछ? अहिलेदेखि 20, 50 वा 100 वर्षपछि यहाँ आउने कुनै राष्ट्रपतिलाई तपाईँहरूले यो देशका लागि के गर्नुभयो भनेर के भन्नुहुनेछ? तपाईँलाई थाहा छ तपाईँका परिवार, शिक्षक र म तपाईँलाई आवश्यक शिक्षा दिनका लागि जति सक्दो प्रयास गरिरहेका छौँ। म तपाईँमा कक्षाहरू सुधार्न, तपाईँले बुक्स, टुल्स र कम्प्युटर्सहरू उपलब्ध गराउन कडा मेहनत गरिरहेको छु। तर तपाईँले पनि आफ्नो भागको कार्य गर्नै पर्छ। त्यसैले म तपाईँहरू सबैलाई यो वर्ष गम्भीर हुन अपिल गर्दछु। म तपाईँले जे गर्नुहुन्छ त्यसमा तपाईँको बेस्ट प्रयास गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु। म तपाईँहरूबाट महान कार्यहरूको अपेक्षा गर्दछु। त्यसैले हामीलाई निराश नबनाउनुहोस्, तपाईँको परिवारलाई वा तपाईँको देशलाई निराश नबनाउनुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूलाई कहिल्यै निराश नबनाउनुहोस्। हामीलाई सबैलाई गर्वित बनाउनुहोस्। धन्यवाद।